Today we are discussing about most repeated university questions of applied mathematics, that is polar coordinate. यो चाहिँ युनिभर्सिटीको इक्जाममा चाहिँ छुटेको छैन अहिलेसम्म चाहिँ। सो हामीले चाहिँ यसमा चाहिँ डिटेलली पढ्नु बुझौँ है, कसरी यो प्रुभ गर्ने भनेर चाहिँ पोलार कोअर्डिनेटको। नाउ स्टार्ट। यसले चाहिँ हामीले कसरी लेख्ने त भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ we know the Laplacian in Cartesian Cartesian coordinate is हामीले के थाहा छ त Laplacian को कोअर्डिनेट भनेको के हो त del square u is equal to del square u by del x square plus del square u by del y square भन्ने थाहा छ। यसले इक्वेसन फर्स्ट मान्यौँ है। त्यसपछि हामीले के थाहा छ त भन्दाखेरि चाहिँ we have to change it। यसलाई चाहिँ हामीले के गर्छ त पोलर कोअर्डिनेटमा चेन्ज गर्दाखेरि के हुन्छ त it into polar coordinate coordinate पोलर कोअर्डिनेटमा चेन्ज गर्दाखेरि के हुन्छ त हामीले के थाहा छ त x पुट गरौँ है। x भनेको के हो त x इज इक्वल टु r cos थीटा हो, अनि y भनेको के हो त r sin थीटा। सो त्यसले के पनि लेख्न सकिन्छ त दैट इज u इज इक्वल टु u r कमा थीटा पनि लेख्न सकिन्छ। त्यसपछि हामीले यसले के गर्छ त डिफ्रेन्सिएटिङ गरिदिन्छौँ विथ रेस्पेक्ट टु x मा है। डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x मा चेन्ज गर्दाखेरि के हुन्छ त त्यसपछि के हुन्छ त भन्दाखेरि चाहिँ ux इज इक्वल के हुन्छ त u डट rx प्लस u थीटा डट थीटा x। यो कसरी भयो भन्दाखेरि चाहिँ योले चाहिँ मल्टिप्लाई गर्छ फेरि r यो के हुन्छ त चेन रुलको अनुसारले चाहिँ यो कट भयो भने यो u थीटा नै हुन्छ नि, फेरि ux नै हुन्छ नि, हो त्यही हो। त्यसपछि के हुन्छ त ux को फर्ममा भयो हैन, ux को फर्ममा ux कै फर्ममा भयो। सो अब यसले चाहिँ हामीले ux भयो फेरि अगेन डिफ्रेन्सिएटिङ गरिदिन्छौँ। अलिकति बुझ्नु पर्ने भनेको यति मात्रै हो, त्यसपछि त स्टेप सजिलो छ। त्यसपछि त त्यसो ux भनेको के त डबल डेरिभेटिभ गऱ्यौँ है। त्यसपछि के हुन्छ त डबल डेरिभेटिभ गर्दाखेरि ux को गऱ्यौँ हैन। सो ur डट rx x लेखिदिन्छौँ प्लस u थीटा डट थीटा x लाई x गरिदिन्छौँ हैन। अब uv को फर्ममा लगाएर फेरि के गर्छ त हामीले चाहिँ डेरिभेटिभ गरिदिन्छौँ। uv को फर्मुला के हो त v du प्लस u dv हो नि फर्मुला त u डट v को फर्मुला। सो त्यही गरिदिन्छौँ हामीले ur हैन ur के हुन्छ त v du हैन v du भनेपछि v du भनेपछि यस्तो उल्टी गरेर नि लेख्न मिल्छ डट x हैन x डट rx प्लस rx x डट u r लेख्न पनि पाइयो हैन प्लस त्यसपछि के हुन्छ त v du हो नि त u r थीटा डट थीटा x प्लस थीटा न थीटा x डट u थीटा न यो गर्न पाइयो। त्यसपछि u डट v को फर्मुलामा कन्भर्ट गरे है धेरै हैन। त्यसपछि हामीले यो पनि लेख्न पाइन्छ पाइन्न ur के अरे ur x ले चाहिँ के गर्छ त चेन्ज गर्न मिल्छ नि, एक्सचेन्ज गर्न मिल्छ नि। के अरे u यहाँ e को फर्मुला हुने के u x छ, त्यसपछि r लेख्न पाउँछ कि पाउँदैन पाउँछ हैन। त्यसपछि rx प्लस rx x डट ur प्लस यसलाई पनि के गर्ने त्यहीमा गरिदिउँ कन्भर्ट u r थीटा हैन u r थीटा डट थीटा x प्लस यसले के गर्छ त यसले चाहिँ हामीले u x डट के हुन्छ त x डट u थीटा ले यसले करेक्सन गरौँ है, मिलाएर राखौँ। के हुन्छ त u x डट r x भयो प्लस r x r के हुन्छ त
r थीटा u अघि ल्याउँछु म u r डट r x x प्लस फेरि के गर्छ त हामीले यसलाई अघि ल्याऊँ है u थीटा u x थीटा हुनुपर्ने हो यति मिस्टेक भएर छ न यति चाहिँ x हुन्छ है x छ x छ भनेपछि यो हुँदैन यो x थीटा डट थीटा x प्लस u थीटा u x x हैन u थीटा डट u x x यो भयो न यो चाहिँ हाम्रो फर्ममा गयो है फर्ममा गइसकेपछि के हुन्छ त अब यो u x को ठाउँमा के छ यो छ हैन त्यही राख्दिन्छौँ हामीले के रे u r डट r x प्लस u थीटा डट थीटा x क्लोज गरिदिन्छु के त r ले डट r x प्लस u r डट r x x प्लस u x को ठाउँमा के छ a छ हैन सो u r डट r x प्लस u थीटा डट थीटा x डट थीटा x प्लस u थीटा डट u x x u थीटा डट थीटा x x हैन र थीटा x x थीटा x x थीटा x x यो फर्ममा आयो हैन त्यसपछि अब r छ नि यो r त के छ u को फर्ममा थियो सो u ले के हुन्छ त मल्टिप्लाई गर्छ त्यसपछि के हुन्छ त u r r यसले मात्र मल्टिप्लाई गर्छ यसले मात्र है डट r x प्लस u r थीटा डट थीटा x r x प्लस u r डट r x x प्लस यसले पनि के गर्छ u ले मात्र मल्टिप्लाई गर्छ सो u थीटा r डट r x प्लस u थीटा थीटा डट थीटा x ब्रैकेट थीटा x प्लस u थीटा डट थीटा x x यसले इक्वेसन 2 मानिदियौँ है यो चाहिँ हाम्रो के भयो त ux को फर्म भयो यो ux को फर्म भयो यो ux को फर्म भयो अब त्यसपछि के गर्छ त हामीले के थाहा छ त भन्दाखेरि चाहिँ यहाँ त के छ त ux निस्किया छ थीटा x निस्किया छ फेरि ux के रे rxx छ त्यसपछि के छ त थीटा xxx छ हैन थीटा xx छ इनको चाहिँ भ्यालु दिनु पर्यो हामीले के थाहा छ त भन्दाखेरि चाहिँ वी हैव r स्क्वायर इज इक्वल के हुन्छ त x स्क्वायर प्लस y स्क्वायर भन्ने त थाहा छ हैन यसले के गर्छ त हामीले डिफरेन्सिएटिङ गर्छौं डिफरेन्सिएटिङ विथ रेस्पेक्ट टु x x को फर्म गर्दाखेरि के हुन्छ त यसको x को फर्म गर्दाखेरि के हुन्छ त 2r dr by dx हुन्छ dx इज इक्वल टु के हुन्छ त यसको त के हुन्छ त 2x हुन्छ प्लस त 0 हुन्छ हो किन सो dr by dx इज इक्वल के हुन्छ त 2 2 कट भइहाल्यो सो x by r हुन्छ यसले के पनि लेख्छ त भन्दाखेरि चाहिँ rx पनि लेख्न पाइन्छ कि पाइन्छ x by r यो rx को भ्यालु निस्क्यो कि निस्क्यो फेरि यसले के गर्छ त एगेन डिफरेन्सिएटिङ गरिदिन्छ है डिफरेन्सिएटिङ diff सेटिङ विथ रेस्पेक्ट टु केमा त x कै फर्ममा गरिदिन्छ फेरि नि x को फर्ममा गरेपछि के हुन्छ त अब फेरि x को फर्ममा गर्दाखेरि के हुन्छ त rx x हुन्छ त्यसपछि के हुन्छ त यो चाहिँ u by v को फर्मुलामा छ नि u by v फर्मुला के हो त u by v को फर्मुला चाहिँ हैन अहिले लेखिदिन्छु म u by v को फर्मुला यति लेखिदिन्छु v du minus u dv by v स्क्वायर है यो के हो त u by v को फर्मुला कस्तो लर्के है यो चाहिँ फर्मुला भयो u by v को फर्मुला सो अब के हुन्छ त v du भनेको त v भनेको r हो सो v du भनेको के त 1 भइहाल्छ बाइ माइनस u भनेको छ x छ हैन x डट डेल r बाइ डेल x अब यो भनेको त डिभाइड बाइ r स्क्वायर हैन त्यसपछि के हुन्छ त r माइनस x डट dr भनेको के छ त यो छ सो x बाइ r डिभाइड बाइ r स्क्वायर
यो के भन्छ त एक्स स्क्वायर भइहाल्यो एक्स स्क्वायर अपन आर हुन्छ सो आरले यतापट्टि मल्टिप्लाई गर्छ आर स्क्वायर माइनस एक्स स्क्वायर अपन आर हुन्छ आर मुनिपट्टि मल्टिप्लाई गर्न जान्छ त्यसपछि के हुन्छ त आर क्युब हुन्छ सो के हुन्छ त आर स्क्वायर माइनस एक्स स्क्वायर अपन आर क्युब भएको हैन यो आर स्क्वायर भनेको के छ त हामीले के थाहा छ त भन्दाखेरि आर स्क्वायर भनेको एक्स स्क्वायर प्लस वाई स्क्वायर सो एक्स स्क्वायर प्लस वाई स्क्वायर माइनस के हुन्छ त माइनस एक्स स्क्वायर अपन आर क्युब यो एक्स कट भयो त्यसपछि के हुन्छ त वाई स्क्वायर अपन आर क्युब आयो हैन यो भनेको आर एक्स एक्स भन्नेको भ्यालु आयो आर एक्स एक्स को भ्यालु आयो हैन हेर त आर एक्स एक्स को भ्यालु पनि आयो अब हामीले के झिक्ने छ बाँकी अब बाँकी झिक्ने भनेको फेरि अब थीटा एक्स को भ्यालु झिक्न्छ अनि थीटा एक्स एक्स को भ्यालु झिक्ने छ हैन सो थीटा एक्स भनेको के हो त थीटा भनेको के हो त भन्दाखेरि अल्सो यतिबाट यति गराम पेनको पनि इङ्क भइयो कि के हो यस हामीले के थाहा छ त भन्दाखेरि अल्सो थीटा भनेको के हो त tan इन्भर्स y बाई x हो हैन अनि यसले यतापट्टि लाग्दाखेरि के हुन्छ त tan थीटा इज इक्वल के हुन्छ त y बाई x हुन्छ अब यसलाई डिफरेन्सिएटिङ गरौँ विथ रेस्पेक्ट टु x x को फर्ममा गर्दाखेरि के हुन्छ त डिफरेन्सिएटिङ गर्दाखेरि चाहिँ tan थीटा भनेको के हो त सेक स्क्वायर थीटा d थीटा हैन सेक स्क्वायर थीटा d थीटा बाई d x इज इक्वल टु अब यसको फेरि u बाई v को फर्मुलामा गयो फेरि u बाई v को फर्मुलामा के हुन्छ त यसको फर्मुलामा लाग्दाखेरि चाहिँ के हुन्छ त यहाँ v du भनेपछि 0 भइहाल्यो माइनस u dv भनेपछि माइनस डट 1 डट अपन x स्क्वायर यो भयो हैन यो भनेको के हो त भन्दाखेरि चाहिँ यति भनेको के हो त माइनस y बाई x स्क्वायर हो माइनस y बाई x स्क्वायर भयो हैन अब यसको के हुन्छ त d हैन डेल थीटा बाई डेल x हैन d थीटा बाई dx भनेको के हो त माइनस y बाई x स्क्वायर यो यतापट्टि गयो मल्टिप्लाई गर्न गयो सो 1 अपन सेक स्क्वायर भनेको के हो 1 प्लस tan स्क्वायर थीटा हो कि हैन सेक स्क्वायर s इज सेक थीटा प्लस tan स्क्वायर थीटा इज इक्वल टु 1 हो कि हैन त्यसैले अब के हुन्छ त यहाँ चाहिँ के छ त सेक स्क्वायर छ सेक स्क्वायर थीटा इज इक्वल के हुन्छ 1 प्लस tan स्क्वायर थीटा हैन 1 प्लस tan स्क्वायर के अरे सेक स्क्वायर थीटा माइनस भयो त हैन त्यसपछि यो भइसकेपछि हामीले पुट गरिदिन्छौँ यो भनेको माइनस y बाई एक्स स्क्वायर डट 1 अपन tan स्क्वायर थीटा भनेको छ 1 अपन 1 प्लस tan थीटा भनेको हो tan थीटा भनेको y बाई x हुन्छ स्क्वायर भनेपछि के हुन्छ y स्क्वायर बाई x स्क्वायर भयो हैन त्यसपछि के हुन्छ त यो स्क्वायर हुन्छ x स्क्वायर प्लस y स्क्वायर अपन x स्क्वायर हुन्छ भनेपछि x स्क्वायर माथि जान्छ यो कट हुन्छ त्यसपछि के भयो त माइनस हैन y बाई x स्क्वायर प्लस y स्क्वायर हैन यो आउँछ हैन कसरी भयो भनेपछि चाहिँ योले चाहिँ यसले मल्टिप्लाई गर्छ x स्क्वायर हुन्छ x स्क्वायर प्लस y स्क्वायर अपन x स्क्वायर हुन्छ यो x स्क्वायर अपन मुनि छ यो मुनि माथि छ हैन त्यसपछि यो कट हुन्छ त्यसपछि के हुन्छ त माइनस y बाइ x स्क्वायर प्लस y स्क्वायर भन्ने हुन्छ हैन त्यसपछि यो हाम्रो के भनेको यो चाहिँ यो भनेको के छ माइनस y बाइ x स्क्वायर प्लस y स्क्वायर भनेको के छ त r स्क्वायर छ सो r स्क्वायर d थीटा बाइ dx भनेको के हो त d थीटा बाइ d डेल x भनेको त डेल थीटा बाइ डेल x भनेको के हो त भन्दाखेरि थीटा x हो हाम्रो भ्यालु के आयो त थीटा x को भ्यालु पनि आयो नि थीटा x को भ्यालु पनि आयो अब त्यसपछि के गर्छ हाम्रो के छ बाँकी थीटा xx छ त्यसले यसलाई के गर्छ डिफरेन्सिएटिङ फेरि गरिदिन्छ फेरि डिफरेन्सिएटिङ गरे भने बल्ल के हुन्छ त यसको आउँछ यसको फेरि डिफरेन्सिएटिङ गर्दियौँ है अब यसको फेरि डिफरेन्सिएटिङ गर्दाखेरि के हुन्छ त अगेन डिफरेन्सिएटिङ पार्शियली विथ रेस्पेक्ट टु x भन्ने गरौँ है त्यसपछि के हुन्छ थीटा x इज इक्वल टु के त सेकेन्ड डेरिभेटिभ हैन थीटाको माइनस y बाइ x स्क्वायर छ x स्क्वायरले के हुन्छ त फेरि माइनस y बाइ r स्क्वायर छ हैन r स्क्वायर भनेको के हो त माथि जान्छ गर्दाखेरि के हुन्छ त माथि लाग्दाखेरि चाहिँ r को -2 हुन्छ हैन सो डेल बाइ डेल x छ हैन r को पावर -2 गर्न पाइयो पाइयो हैन त्यसपछि के हुन्छ त त्यसपछि फेरि यसलाई पनि के गर्छ त डिफरेन्सिएटिङ गर्दाखेरि के हुन्छ त -y डट -2
टू आरको पावर के हुन्छ त -3 डेल हैन डेल आर बाई डेल एक्स आयो हैन। यो आइसक्यो कि त माइनस माइनस प्लस हुन्छ 2y हैन आरको पावर -3 डट dr बाई dx भनेको के छ हाम्रो चाहिँ dr बाई dx भनेको dr बाई dx भनेको r स्क्वायर के x बाई r छ। सो x बाई r लेखौँ है x बाई r। अब r कट हुन्छ के r कट हुन्न यसमा चाहिँ के हुन्छ त 2xy माथिको मल्टिप्लाई भयो हैन 2xy अपन यो मुनि जाँदाखेरि के हुन्छ r क्यूब हुन्छ डट r भनेपछि के हुन्छ r को पावर 4। यो के आयो त थीटा x को भ्यालु आयो हाम्रो के आयो त थीटा x को भ्यालु पनि आयो भनेपछि हाम्रो के आयो त सबै भ्यालु आयो हैन थीटा x को भ्यालु पनि आयो हैन यो पनि आयो यो पनि आयो यो पनि आयो यो पनि आयो हैन 1 2 3 हैन यतापट्टि एउटा आयो चारटाकै भ्यालु आयो। त्यसपछि के गरिदिन्छ त पुट गरिदिन्छु हैन त्यही सब्स्टिट्युट गरिदिन्छु भ्यालुमा। नाउ फ्रम इक्वेसन 2 ले के भन्छ त भन्दाखेरि चाहिँ हैन इक्वेसन 2 मा के छ त यही भ्यालुमा हामीले के गर्छ यी सब्स्टिट्युट गरिदिँदा हो। त्यसपछि पहिला सुरुमा त्यही लेखौँ है अहिले भुलिन्छ नत्र फेरि पहिला त्यही लेखौँ डेल स्क्वायर u बाई डेल x स्क्वायर इज इक्वल टु u r r डट r x प्लस u r थीटा डट थीटा x r x छ हैन हैन त्यसपछि के छ प्लस u r डट r x x प्लस फिर यही नै छ u थीटा x डट r x प्लस u थीटा थीटा डट थीटा x प्लस u थीटा डट थीटा x भन्ने आयो हैन यही छ छैन यही छ होला यही छ। अब हामीले के राख्नु त भ्यालु चाहिँ यसको ठाउँमा हैन त्यसपछि यसको ठाउँमा भ्यालु राख्दिने। त्यसपछि अब ux को भ्यालु त छैन ux rx त भ्यालु चाहिँ छ हामीसँग rx को भ्यालु के छ त x बाई r बाई x छ के छ त x बाई r छ प्लस u r थीटा डट थीटा x को भ्यालु त के छ माइनस y बाई r स्क्वायर छ हैन। अब rx को भ्यालु पनि छ सो x बाई r भयो प्लस u r डट r x r x को भ्यालु त छ नि r x को भ्यालु के हो त r x को भ्यालु चाहिँ y स्क्वायर बाई r क्यूब y स्क्वायर बाई r क्यूब भ्यालु हो प्लस u थीटा x डट थीटा x r x भनेको के त r x बाई r छ x बाई r प्लस u थीटा थीटा प्लस माइनस यसको भ्यालु के छ माइनस y बाई r क्यूब के r स्क्वायर को माइनस y बाई r स्क्वायर माइनस y बाई r स्क्वायर प्लस u थीटा हैन u थीटा डट यो भनेको इजी छ 2xy अपन r को पावर 4। यति आइसकेपछि हामीले के गर्छौं त फेरि यसले मल्टिप्लाई गर्छौं u x डट r x के हुन्छ त x स्क्वायर बाई r स्क्वायर हैन x स्क्वायर बाई r स्क्वायर हुन्छ के हैन x स्क्वायर बाई r स्क्वायर त्यसपछि के हुन्छ प्लस u r थीटा डट माइनस लेखौँ है यो माइनस हुन्छ माइनस xy बाई r को पावर क्यूब हैन xy डट r को पावर क्यूब हैन प्लस u r डट y स्क्वायर बाई r क्यूब हैन y स्क्वायर बाई r क्यूब त्यसपछि के हुन्छ त फेरि प्लस यसले मल्टिप्लाई गर्दाखेरि माइनस हुन्छ माइनस u थीटा x डट xy अपन r क्यूब हैन त्यसपछि प्लस फेरि के छ त यसले मल्टिप्लाई गर्छ सो u थीटा डट
माइनस माइनस प्लस भइहाल्यो, प्लस पनि भइहाल्यो हैन। माइनस माइनस प्लस हुन्छ, त्यसपछि के हुन्छ वाई स्क्वायर बाई आर को पावर 4 हैन प्लस यु थीटा डट 2xy बाई पावर 4 भन्ने आयो। यो भनेको के हो, एक्स को फर्मेटमा छ हैन, एक्स को फर्मेटमा छ। यहाँ चाहिँ के छ त आर क्यूब एक्स वाई। सो योलाई र यसले चाहिँ प्लस गरिदिन्छु, एडिसन गरिदिन्छु ल। यो एक्स छ हैन, एक्स स्क्वायर बाई आर स्क्वायर अघि लेख्नु न, यसलाई अघि लेखौँ है। यु एक्स छ हैन, यु एक्स हो कि युआरआर हो, युआरआर रहेछ, युआरआर मिस्टेक चाहिँ नहुनु है। माइनस 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 गर्नु त प्लस हुन्छ, 2 युआर कमा थीटा एक्स 2xy अपन आर क्यूब प्लस वाई स्क्वायर अपन आर क्यूब यु एक्स युआर प्लस वाई स्क्वायर अपन आर को पावर 4 यु थीटा प्लस 2xy अपन आर को पावर 4 यु थीटा भन्ने आयो हैन। यु थीटा नै हो, यो हाम्रो इक्वेसन 4 आयो। यसलाई आउटपुट लेख्नुहुन्छ। त्यसपछि अब हाम्रो के आयो त यु एक्स को फर्ममा आयो सिमिलरली हैन। यो के हो त यु एक्स हैन। अब यु वाई भने फेरि के त यु वाई पनि त के हुन्छ त हल्का चेन्ज हुन्छ है। यो भनेको त डेल स्क्वायर यु बाई डेल वाई स्क्वायर हो है। अब के हुन्छ एक्स स्क्वायर अपन आर स्क्वायर युआरआर माइनस को ठाउँमा प्लस हुन्छ यु वाई को ठाउँमा एक्स हुन्छ है, फेरि एक्स को ठाउँमा वाई हुन्छ, वाई को फर्मेट छ नि त, त्यही भएर त्यसो के हुन्छ आर कमा थीटा 2xy अपन आर क्यूब प्लस वाई को ठाउँमा के छ एक्स स्क्वायर अपन आर क्यूब आर यु आर त्यसो के हुन्छ त प्लस वाई स्क्वायर अपन आर को पावर 4 वाई को ठाउँमा के हुन्छ त एक्स यु थीटा माइनस है, माइनस 2xy अपन आर को पावर 4 यु थीटा। अब यो इक्वेसन 5 भयो, एडिङ 4 and 5 एड गर्दाखेरि के हुन्छ डेल स्क्वायर यु बाई डेल एक्स स्क्वायर प्लस डेल स्क्वायर यु बाई डेल वाई स्क्वायर इज इक्वल के हुन्छ यो दुईटा प्लस गर्दाखेरि के हुन्छ त एक्स स्क्वायर प्लस वाई स्क्वायर अपन आर स्क्वायर हुन्छ गर्न। त्यसपछि युआरआर अब यो माइनस हैन प्लस कट हुन्छ, त्यो यो लेख्न परेन। त्यसपछि यो के हुन्छ यो फेरि प्लस हुन्छ, सो प्लस एक्स स्क्वायर प्लस वाई स्क्वायर अपन के हुन्छ आर क्यूब युआर भयो। त्यसपछि के हुन्छ त्यसपछि के छ त प्लस यसमा के हुन्छ एक्स स्क्वायर प्लस वाई स्क्वायर अपन आर को पावर 4 भयो, यु थीटा भयो। यो त कट भइहाल्यो यति नै। त्यसपछि के हुन्छ डेल स्क्वायर यु बाई डेल एक्स स्क्वायर प्लस डेल स्क्वायर यु बाई डेल वाई स्क्वायर। यो भनेको के हो त यो भनेको चाहिँ इज इक्वल टु यो भनेको त आर स्क्वायर भयो, आर स्क्वायर अपन आर को पावर स्क्वायर युआरआर प्लस त्यसको त आर स्क्वायर अपन आर को पावर क्यूब युआर प्लस आर स्क्वायर अपन आर को पावर 4 यु थीटा। अब के हुन्छ त कट हुन्छ, सो युआरआर प्लस 1 अपन आर युआर प्लस न त्यसको हुन्छ 1 अपन आर स्क्वायर यु थीटा। यो आयो कि हैन। त्यसपछि के हुन्छ त यो नै हो के त यसले के पनि भन्न सकिन्छ त डेल स्क्वायर यु पनि भन्न सकिन्छ, व्हिच इज द ल्याप्लासियन इक्वेसन अफ यु इन पोलर फर्म। PROVET प्रुभड भनेर लेख्नु पाइयो।
ल थ्याङ्क यू।